जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा थुनुवाको मृत्यु भएपछि घटनाको सत्य तथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। लागु औषध मुद्दाका थुनुवा वीरेन्द्रनगर नगरपालिका 11 पिपिरा निवासी गंगे बिक कार्तिक 21 गते शुक्रबार बिहान 6 बजेतिर ओछ्यानमै बेहोस अवस्थामा फेला परेका थिए। बेहोस अवस्थामा फेला परेका उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकको मृत घोषणा गरिसकेका थिए। घटनापछि पीडित परिवारले आज दिनभरि जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रवेशद्वार अगाडि प्रदर्शन गरेका थिए। प्रदर्शनपछि मृतकका आफन्तसँग गरिएको छलफल तथा माग अनुसार निष्पक्ष रूपमा छानबिन गरी प्रतिवेदन पेश गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौड्यालको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ। छानबिन समितिमा प्रशासकीय अधिकृतसँगै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 11 का वडा अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेशका सचिव मालती विश्वकर्मा र मृतकका परिवारको तर्फबाट गीता सुनार रहेको प्रशासनले सूचना मार्फत जानकारी गराएको छ। 5 सदस्यीय छानबिन समितिले छानबिन कार्य अघि बढाई आवश्यक प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गर्नेछ।